जिन्दगीको कुनै एउटा उचाइमा तिमी पुग्यो भन्दैमा तिमीले अरू मान्छेहरूलाई होच्याउने, डोमिनेट गर्ने त्यस्तो गर्न मिल्छ होला त? मिल्दैन होला नि, होइन? त्यो तिमीले बोल्ने शब्दहरू, होइन, त्यो सबै संस्कार झल्किन्छ होला, होइन? कसैलाई लाग्छ होला कि म त एकदम खतरा छु भनेर। आफ्नो लागि त सबैलाई खतरै लाग्छ नि आफू, होइन? कसले चाहिँ आफूले आफूलाई चाहिँ म नराम्रो छु, म यस्तो छु, म त्यस्तो छु भन्ने त्यो त सोचेकै हुँदैन नि। अभियसली आफ्नो लागि त सबैलाई आफू एकदम इम्पोर्टेन्ट, एकदम भ्यालुएबल र प्लस राम्रो नै छु भन्ने हुन्छ नि फिल, होइन? अनि त्यस्तो हुन्छ नि त। अनि के भनेपछि फेरि भन्नको मतलब फेरि सेल्फ लभ गर्दै नगर्ने भन्ने त्यो चाहिँ होइन, होइन? सेल्फ लभ पनि हुनु पर्यो, तर यतिसम्म पनि लभ आफूले आफूलाई नगर्नुहोस् कि आफू माथि उठ्नलाई, आफू उचाइमा जानको लागि अरू व्यक्तिहरूलाई नगिराउनुहोस् तपाईँ, होइन? कतिपय मान्छेहरू हुन्छ नि आफू माथि जानको लागि, आफू माथि उठ्नको लागि अरूलाई लडाउने, अरूलाई गिराउने, अरूलाई नहोच्याइसम्म ऊ माथि पुग्नै सकिरहेको छैन। फेरि त्यस्तो मान्छेहरूले कुरा गर्छ आदर्शको, के सुहाउँदैन हजुर? आदर्शको कुरा गर्न सुहाउँदैन। आदर्शको कुरा गर्न त्यो व्यक्तिले सुहाउँछ जो व्यक्ति लोयल छ, उसले हरेक मान्छेलाई बुझेको छ, जस्तो पनि परिस्थिति अनुसार ऊ ढल्न सक्छ, होइन? उसले मान्छेलाई होच्याउँदैन, रेस्पेक्ट गर्छ, त्यस्तो व्यक्तिले चाहिँ अब आदर्शको कुरा गर्न सुहाउँछ। अगाडि बस्ने मान्छेहरूले जज गर्नेले तपाईँलाई राम्रो गरेर जज गरिरहेको हुन्छ, है? अनि त्यही भएर अलिकति के त बोल्दाखेरि एकदम धेरै विचार पुर्याउनुपर्छ क्या, विचार विचार चाहिँ पुर्याउनुपर्छ, होइन? आज मैले यसलाई यस्तो भने, यस्तो गरेँ भनेर त केही फरक पर्दैन। त्यो भोलि आफूलाई पनि त्यो आउने कुरा हो, आफूलाई पर्ने कुरा हो, होइन? अनि यत्तिकै मलाई यस्तो मनमा यस्तो कुराहरू लागिरहेको थियो कि मान्छेहरूको बिहेभहरू देख्दाखेरि, अनि त्यही भएको भएर मैले चाहिँ यस्तो कुराहरू गरेको। यदि राम्रो मान्छे छ, होइन, ऊ राम्रो नेचरको मान्छे छ भने त उसले सधैँ अरूको रेस्पेक्ट गर्छ, अरूलाई बुझ्छ, सबैलाई एउटै नजरले हेर्छ, समान व्यवहार गर्छ। एक थरी मान्छेहरू हुन्छन् नि, एक थरी के धेरै थरी मान्छे हुन्छन्, होइन? भन्नाले मान्छे अनुसारले व्यवहार गर्ने हुन्छ नि कोही कोही। धनी मान्छेहरू अथवा अलिकति पैसावाला अथवा अलिकति पपुलर पर्सनहरू छ भने उनीहरूले त्यही तरिकाको ट्रिट गरेर हुन्छ नि, होइन? अनि अब अलिकति नाम नदाम भएकाहरू व्यक्तिहरू त्यस्तो छ भने चाहिँ उनीहरूलाई फेरि त्यही अनुसारको त्यही लेभलको गिरेर बोल्ने, डोमिनेट गर्ने, होच्याउने त्यस्तो व्यक्तिहरू छन् कि मान्छेहरू, होइन? अनि उनीहरूलाई लाग्छ होला कि मैले यसलाई गिराएर बोलेँ, यसलाई मैले यसरी होच्याएर बोलेँ, म खत्रै मान्छे छु जस्तो लाग्छ होला कि, है? के सोच्ने होला त्यो बोल्दाखेरि मेरो बोलेको शब्दहरू, मैले गर्ने व्यवहारहरू राम्रो छ कि छैन भनेर एकचोटि एकान्तमा गएर सोच्नुहोस् कि आफूले आफूलाई कस्तो नराम्रो ह्याबिट हुन्छ मान्छेहरूको। ऊ अरूलाई होच्याएर ऊ माथि बढिरहेछ, माथि उठिरहेछ, त्यही पनि उसलाई ऊ लाग्छ कि स्वयं मै खतरा छु, अरू बाँकी मान्छेहरू यहाँ केही होइनन्। त्यस्तो भइरहेछ कि उनीहरूलाई फेरि अरू बाँकी चाहिँ मान्छेहरू नै होइन, म मात्रै मान्छे हो, म मात्रै राम्रो छु। कोही पनि मान्छे 32 गुणले युक्त कोही पनि हुँदैन कि, केही न केही कुरामा अपूर्ण नै हुन्छ, होइन? तर अपूर्ण मान्छेलाई पनि अब उसले सबै कुराहरू पछि पछि अब के भन्ने सिक्दै जान्छ, होइन? बुझ्दै जाँदा उसले आफ्नो लाइफमा आफूले आफूलाई इम्प्रुभ गर्दै जाने हो, है? सबै जन्मजाति चाहिँ कोही पनि अब सिकेर आएको अथवा एकदम धेरै पोख्त नै हुन्छ भन्ने चाहिँ हुँदैन, होइन? तर मान्छेहरू यस्तो प्रिटेन्ड गर्छन् कि उनीहरू चाहिँ जो व्यक्ति हुन्छ नि अर्कालाई डोमिनेट गर्ने, होच्याउने मान्छेहरू, उनीहरू चाहिँ आमाको गर्भबाटै सबै कुरा मैले सिकेर आएको, म चाहिँ एकदम धेरै पर्फेक्ट छु भनेर त्यस्तो नसोचे पनि हुन्छ। त्यस्तो गर्नुभन्दा अगाडि चाहिँ एकचोटि ब्याक टु आफ्नो लाइफमा पछि फर्केर पनि हेर्नु होला, अनि सबै थाहा हुन्छ मैले के गर्दै आएको छु, म कस्तो मान्छे हो, मेरो लाइफमा के भइरहेछ, मेरो लाइफमा के घटिरहेछ भनेर त्यो पनि अलिकति विचार गर्नुहोस्। त्यही भन्छु म चाहिँ, अरूलाई बोल्नुभन्दा अगाडि पहिला एकदम सोच विचार गरेर बोल्नु होला। अब भनौँ न नेपाली ठेट भाषामा भन्नुपर्दा चाहिँ पानीमाथिको ओभानो बनिने पर्सनहरू हुँदैन, तिनीहरूलाई भनेको।
कतिपय ठाउँमा कोइनले काम गर्ने ठाउँमा त्यो पैसाको नोटले पनि काम गर्दैन क्या। त्यही भएर जुन ठाउँमा पनि फरक फरक ठाउँमा फरक फरक तरिकाले मान्छेहरू युज भएर हुन्छ, मान्छेहरूको इम्पोर्टेन्ट हुन्छ भनौँ न, युज भन्दा पनि मान्छेहरूको इम्पोर्टेन्ट हुन्छ कि फरक फरक ठाउँमा फरक फरक मान्छेहरूको के त भ्यालु हुन्छ कि। त्यही भएर मान्छेहरूको पनि भ्यालु गर्न सिकौँ कि अर्कालाई चाहिँ डोमिनेट नगरौँ, स्पेसली त्यो डोमिनेटेड पर्सनहरूलाई कि जो चाहिँ अर्कालाई नगिराएसम्म ऊ माथि उठ्नै सकिरह हुँदैन कि त्यस्तो मान्छेहरू। अनि त्यही मान्छेहरूलाई भने म चाहिँ खत्रै छु, यो संसारको म चाहिँ एकदम खत्रै मान्छे हो भनेर चाहिँ अरूलाई व्यङ्ग्य हान्ने, अरूलाई डोमिनेट गर्ने व्यक्तिहरू हुन्छ नि, त्यस्तोलाई भने कि आफ्नो लागि त कुकुरले पनि आफूले आफूलाई त राम्रै सोचिरहेको हुन्छ। हामी त त्यो पनि अब अलिकति चेतनशील प्राणी हौ होइन, त्यति त अलिअलि बुद्धि हुनु पऱ्यो नि मान्छेको। अब के बुद्धि भन्नु, काम छैन, अर्कालाई डोमिनेट गर्यो बस्यो।